छ्याजलो शिवफुल नमस्कार, म गौरी तमु। छुइताको यो अर्को श्रृङ्खलामा तपाईलाई हार्दिक स्वागत छ। तपाईलाई छुइताको यो श्रृङ्खला कस्तो लागिरहेको छ? तपाईका केही सुझावहरू छन् भने, कमेन्टहरू छन् भने कमेन्टमा वा मेसेन्जरमा पनि मेसेज मार्फत तपाईका सुझावहरू पठाउन सक्नुहुन्छ। आजसम्मको बसाइमा यहाँहरूले छुइताको हरेक श्रृङ्खलाहरूमा अत्यन्तै सकारात्मक टिप्पणीहरू राखिरहनु भएको छ। अरू पुस्तकहरूको बारेमा पनि राखिदिनको लागि मलाई चाहिँ मेसेजहरू आइरहेका छन् र मैले चाहिँ यो छुइतामा पहिलो श्रृङ्खलादेखि अहिलेसम्मको श्रृङ्खलामा चाहिँ हाम्रो पच्यु ठौबा झाक्ली तमुज्यूले लेख्नु भएको पेनहरू बेच्दा पुस्तकका विभिन्न शीर्षकहरूलाई प्रस्तुत गर्दै आइरहेको छु र सम्भवतः अब केही श्रृङ्खलाहरू ती पुस्तकभित्रका महत्त्वपूर्ण शीर्षकहरूलाई तपाईहरूमा राखिसकेपछि म अरू श्रृङ्खलामा अरू पुस्तकहरूलाई पनि राख्नेछु। जस्तै मसँग अब डिलिजाङ तमुज्यूले लेख्नु भएको विभिन्न पुस्तकहरू छन्। त्यसै गरी हाम्रो यो तमुपे सङ्कलन तथा प्रकाशन केन्द्र हाम्रो टिपिपिसीबाट प्रकाशित यार्जङ तमुज्यूले लेख्नुभएको मोसी छोए सो फैलु छोए यी पुस्तकहरू लगायत अरू विभिन्न पुस्तकहरू पनि ममा रहेको छ र ती पुस्तकहरू जो तपाईँले प्राप्त गर्न सकिरहनु भएको छैन, पढ्न बाँकी नै छ भने पनि ती पुस्तकका लेखकका विभिन्न विचार भनाइहरू तपाईँले यो बसाइमा छुइताको श्रृङ्खलालाई आफ्नो अनुकूलतामा सुनेर हेरेर पनि गुरुङ तमु जातिसँग सम्बन्धित केही कुराहरू पक्कै पनि बुझ्नलाई तपाईँहरूलाई सहज हुनेछ भन्ने मैले आशा अनि अपेक्षा गरेको छु। यो सामान्य बसाइबाट विशेष गरी मैले पढिसकेका पुस्तकहरू, पढ्दै गरेका पुस्तकहरू, मसँग भएका पुस्तकहरू र ती पुस्तक पढिसकेपछि कमसेकम जसको जुन पाठक जो यो कुराहरू सुन्न बुझ्न चाहनुहुन्छ उहाँहरूले यो पुस्तक पाइरहनु भएको छैन, ती पुस्तकका कुराहरू, विचारहरू, भनाइहरू ती पाठकहरूमा पनि पुगोस् भन्ने हेतुले मैले चाहिँ होइन त हामी सोसल मिडियामा दिनहुँ कयौँ मिनेट घन्टा यत्तिकै अलमलिरहेका हुन्छौँ। दिनमा 10-15 मिनट 5-7 मिनटै किन नहोस् ती पुस्तकहरूको बारेमा छलफल गऱ्यौँ भने पक्कै पनि तमु गुरुङ जातिले पठन संस्कृतिमा पछाडि परिरहेको भन्ने हाम्रो समुदायले आफ्नै इतिहास, आफ्नै तमु पेता लुता होइन आफ्नो शास्त्रहरूको बारेमा, आफ्ना पुर्खाहरूको बारेमा अझै नजिकबाट निहाल्न, जान्न, बुझ्न सक्नुहुनेछ भन्ने अपेक्षाको साथ मैले यो छुइताको अनेक श्रृङ्खलाहरू तपाईँहरूमा आज प्रस्तुत गर्दै आइरहेको हुँ। आजको श्रृङ्खलामा पनि म पच्यु ठौबा झाक्ली तमुद्वारा नै लिखित पेनहरू बेच्दा पुस्तकबाट यो अपा पोर्लु पै पच्यु भन्ने शीर्षक, अपा पोर्लु पै पच्यु भन्ने शीर्षकलाई यहाँहरूमा साझा गर्न लागिरहेको छु र यो शीर्षकले चाहिँ मूलतः तपाईहरूलाई याद पनि होला मैले प्रकाशित गरेको यो के अरे 82 सालमा प्रकाशित मेरो सैप्रोल कविता सङ्ग्रह, जुन सैप्रोल चाहिँ एउटा पात्रको नाम र यो सैप्रोल पात्रको नाम आउँदै गर्दाखेरि तमु गुरुङ जातिका पुरोहित पच्यु गुरुहरूले किन चाहिँ घलेक, महिलाले लगाउने घलेक लगाउनुहुन्छ, किन उहाँहरूले त्यो गुरुङ भाषामा किन लगाउनु भएको हो भन्ने मिथ चाहिँ त्यो अपा पोर्लु पै पच्युको यो शीर्षकमा आउँछ र हामीले सैप्रोल रिमैच्यो सैप्रोल भनेर एउटा लेखकले एक ठाउँमा लेखेको पाउँछौँ भने अरू लेखकहरूले पनि के भनेर लेख्नु भएको छ त भनेर, किनकि त्यो पात्रको नाम लेखक अनुसार भेग क्षेत्र अनुसार 3वटा चाहिँ मैले फेला पारेँ होइन। त्यो चाहिँ अहिले म तपाईँलाई यो पहिलो अनुच्छेद सुरु गरेपछि भन्ने छु। अनि त्यस्तै गरी कथा पनि काहीँ चाहिँ त्यसको मिथ पनि अलि भिन्न पनि पाएँ। त्यस कारणले हामीले पढ्दै गयौँ भने, छलफल गर्दै गयौँ भने यो भिन्नता कसरी आयो भन्ने कुरा पनि हामीले पक्कै पनि पत्ता लगाउन सक्छौँ होला। आउनुहोस् आजको बसाइमा अपा पोर्लु पै पच्यु को हुन् त होइन, त्यसै गरी रिमैच्यो सैप्रोलको कुरा यहाँ कसरी आउँछ भन्ने बारेमा आजको बसाइमा हामी छलफल गर्नेछौँ। लेखक लेख्नुहुन्छ, कर्गली क्याला आपा खर्बोरे र अप्प खर्लु पच्युहरूलाई मुख्य गरी तमुहरूको सृष्टिकर्ता मानिएको छ। उहाँहरूको अलावा अप्प खर्लु पच्युले सृष्टि थमाउनको लागि आफ्नो भाइको रूपमा अप्प पोर्लु पै पच्युलाई उत्पन्न गराएका थिए। उहाँलाई कसैले पोर्लु पै पच्यु, कसैले पग्रालु पच्यु र कसैले पर्गल पच्यु भनेर व्याख्या गरेको पाइन्छ। हेर्नुहोस् है, एउटै व्यक्तिलाई कति धेरै नाम भनिँदो रहेछ भने चाहिँ कसैले पोर्लु पै पच्यु, कसैले पग्रालु पच्यु र कसैले पर्गल पच्यु भनेर पनि भनेको पाइन्छ। जसले जे भने पनि कुरा एउटै हो, व्यक्ति एउटै हो। उहाँ पग्रेट हो भन्ने जग्गामा गई बसेको कुरा गुरुङको शास्त्र वा पेमा उल्लेख गरेको छ। अप्प पोर्लु पै पच्यु र मु केर्बै स्योको कोखबाट रिमैच्यो सैप्रोल मि र मयुब्यु च्यो लेग्रोती भन्ने छोरा र छोरीको जन्म भयो।
अब ठ्याक्कै है त म तपाईँलाई यहीँनिर रोकेँ। अघि मैले भनेको 3वटा नाम थियो नि, सहीप्रोलको 3वटा नाम। यहाँ चाहिँ उहाँले चाहिँ रिमैच्यो सहीप्रोल भनेर लेख्नु भएको छ पचु ठौबा झाँक्ली तमुले यो पुस्तकमा। यही पात्रलाई फेरि तपाईँको हाम्रो के अरे तमु केवैता भन्ने पुस्तकमा दलबहादुर गुरुङज्यूले फेरि सामा डलु री भनेर भन्नुभएको छ। सामा डलु री भनेर दलबहादुर तमुज्यूले लेख्नु भएको छ तमु केवैता भन्ने पुस्तकमा हैन। त्यसको 52 पेजमा लेख्नु भएको छ। यही रिमैच्यो सहीप्रोललाई फेरि तपाईँको हाम्रो के अरे मोसी छ्योएको 87 पेजमा, जुन चाहिँ हाम्रो यार्जङ तमुज्यूले लेख्नु भएको पुस्तकमा मोसी छोएको पेज नम्बर 87 मा उहाँले फेरि रिभ्यू चो साडा ल मिना, एकचोटि फेरि सुन्नुहोस् त, रिभ्यू चो साडा ल मिना भनेर भन्नुभएको छ। हेर्नुहोस् है, 3 जना लेखकहरूले यो एउटै पात्रलाई 3वटा नाम हामीले भन्यौँ नि त भर्खरै। किनभने अब यार्जङ क्रोम्छे तमुज्यू अब हाम्रो यता कास्कीतिरको हुनुभयो, दलबहादुरहरू उहाँहरूको चाहिँ फेरि स्याङ्जातिर हुनुभयो। र मलाई त कथा पनि दलबहादुर गुरुङज्यूले लेख्नु भएकोमा अलि भिन्न नै लाग्यो। फेरि त्यहाँ अझै यार्जङ क्रोम्छे तमुले लेख्नु भएकोमा त्यो मिथ अझै भिन्न किसिमले आएको छ। र अहिले चाहिँ मैले यो बसाइमा चाहिँ हाम्रो पचु ठौबा झाँक्ली तमुले चाहिँ यो रिमैच्यो सहीप्रोलको मिथ जोडिएको कथालाई कसरी अगाडि लानुभएको छ त भन्ने बारेमा अब हामी अगाडि बढौँ है त। बुबा आमाले छोरा र छोरीलाई पालन पोषण गरेर जवानी अवस्थामा पुर्याए र एक दिन अपपोर्लु पचुले आफू वृद्ध अवस्थामा हुँदा छोरालाई आफू नजिकै बोलाएर आफूसँग भएको ज्ञान यो विद्याहरू लिन सिक्नका लागि सल्लाह दिए। तर छोरा यो मुयुबु चो लेग्रोतीले आफ्नो बुवाको कुरा नमानी रोधी घरतर्फ मनोरञ्जन गर्नमा अलि बढी ध्यान दिए। छोराको यो चाल देखेर छोरी रिमैच्यो सहीप्रोल मिलाई आफूसँग भएको वेद तथा ज्ञान सिक्न लगाए भनेर चाहिँ यहाँ लेखकले लेख्नु भएको छ। त्यसै गरी छोरीले आफ्नो बुबाको कुरालाई सिरोपर गरी बुबासँग भएको सम्पूर्ण ज्ञान लिइन्। अपपोर्लु पचु वृद्ध अवस्थामा पुगे। एक दिन मर्ने अवस्थामा उनले चाहिँ के भने आफ्नै छोरीलाई बोलाएर भने कि पूर्व दिशाको आकाश पातलको बिचमा 9 पच्यु 9 क्ल्याब्री 9 लम 9 ज्योतिषी भनेको यसलाई तमु भाषामा उहाँले लेख्नु भएको छ। पच्युकु, क्लेब्रीकु, लमकु, पैडीकु गुरु केदिलो भनेको गुरुहरू उत्पन्न भएका छन्। यी 9 गुरुहरूले विभिन्न औषधिहरूको व्यवस्था मिलाइराखेका छन्। यसको प्रयोगबाट मानिसलाई जगाउने, हराएको मानिसलाई पत्ता लगाउन सकिने, साथै रोगी मानिसलाई निरोगी पार्न सकिन्छ। उक्त औषधिहरू तथा बुटी चाहेमा वा आवश्यक परेको खण्डमा हावा तथा शक्तिको सहयोगमा लिन जाऊ र त्यो बुटी मृतक मानिसको नाक मुखमा सुँगाएमा त्यो मरेको मानिस, मृत मानिस पनि बिउजिन सक्छ, बाँच्न सक्छ। साथै त्यो बुटी रोप्न चाहेमा पानी पँधेरोको शिरमा रोप्नुपर्छ। यसरी यो विधि तथा औषधिहरूको जानकारी उनले आफ्नो छोरीलाई दिए र आफू चाहिँ यो संसार छाडेर गए। छोरीले आफ्नो बुबाले सिकाएको वेद विद्या अनुसार बुवाको सद्गत गर्नुभयो र पछि छोरा मुबु च्यो लेग्रोती घरमा आए। भाइले आज हाम्रो बुबा पोर्लुपै पछि कता जानुभयो भनेर आफ्नो दिदीलाई सोधे। दिदीले बुबा त बिरामी भएर मृत्यु हुनुभयो भनी उत्तर दिइन्। फेरि भाइले हाम्रो बुवाको विद्या ज्ञानहरू कता गए त भनेर दिदीलाई सोध्यो। दिदीले बुबाको विद्या ज्ञानहरू त मैले लिएको छु भनेर उत्तर दिइन्। अब हेर्नुहोस् है, भाइले म बाबाको छोरा भएपछि बाबाको ज्ञानहरू मैले पाउनुपर्छ। तपाईँ आमा छोरी भएपछि आमाको कपडा बुन्ने, आइमै छोरी भनेकोलाई यहाँ हैन, भएपछि आमाको कपडा बुन्ने, तान तथा घरको काम सम्हालेर बस्नुपर्छ भनी दिदी र भाइको बिचमा चाहिँ अब वाद विवाद भयो। त्यस पछाडि भाइ म्युब्यु चो लेग्रोतीले भने त्यसो भए आज बाको विद्या ज्ञान खेलौ भनेर भाइले दिदीलाई भने। दिदीलाई कपडा बुन्ने सबै साजबाजको टुप्पोमा नाच्न लगायो र नाचियो भनेको सियोमा। भाइ चाहिँले छोरा मान्छेहरूले खेलाउने हात हतियारको टुप्पोमा नाच्यो। आखिरमा दिदी विद्या अनि जानेको शक्तिशाली भएको मान्छे कपडा सिलाउने सियोको टुप्पोमा नाच्नुभयो र नाच्दा नाच्दै सियोको पुवालबाट छिर्न सफल हुनुभयो, किनकि दिदीमा त्यो किसिमको विद्या थियो अरे। भाइ पनि सियोको टुप्पामा त नाच्यो तर त्यो पुवालभित्रबाट छिर्न सकेन। अनि त्यस पछाडि भाइ त्यो पुवालमा छिर्न नसकेपछि दिदीसँग हारेपछि दिदीले आफ्नो विद्याले भाइलाई मारेर भाइको मुटु, कलेजो, मासु, हड्डी, फोक्सो इत्यादि
सबै टुक्रा टुक्रा गरी निकालेर एक नासोको रूपमा एउटी बुढी आमाको घरमा सुरक्षित साथ राखिदिन आग्रह गरिन्। उक्त नासो आफूले 9 वर्षपछि लिन आउने कुरा दिदीले बताइन्। यो मिथ हो है, अब कथा हो। लेखकले हाम्रो परापूर्वकालदेखि हाम्रा गुरु पछि गुरुहरूले पढ्दै पढ्दै आउनुभएको पेमा भएको मिथ हो। अब यही हुनुपर्छ। अब के अरे अहिलेको जमानामा तपाईँहरूलाई सुनिराख्दा यो कस्तो अचम्म लाग्ला। यो चाहिँ हाम्रो मिथ हो, पेमा छ, शास्त्रमा छ। राखिदिन आग्रह गरिन्। भाइको मृत शरीरलाई खाल्टो खनी गाडिदिन् त्यो बाँकी कुरालाई। त्यसै गरी दिदी रिमै च्याउ प्रोन मि पूर्व दक्षिण पश्चिम उत्तर दिशामा आफ्नो बुबा पोर्लु पछिले दिएको वेद विधि झ्याली ढ्याङ्ग्रो आदि लिएर जजमानको घरमा जान भनी हिँडिन्। त्यसपछि तर उनी 3 बाटोमा पुग्दा जजमानहरूले अब के भन्यो भने उनलाई अब भाइ मार्ने दिदी हैन, भाइ मार्ने दिदी अब दो बाटोमा पुग्दा चाहिँ सबैले उनलाई कुरा काट्न थाले। हाम्रो गाउँमा आउन दिँदैनौ, साथै अनुहार समेत हेर्न चाहन्नौ भन्ने कुरा सुनेपछि उनले चाहिँ आफूले नराम्रो काम गरेको कुराको महसुस गरी तुरुन्त त्यहाँबाट रुँदै उनी चाहिँ कहाँ आइन्, घरमा आइन्। किनभने त्यो बेलामा नि महिलाहरूलाई चाहिँ त्यस्तो किसिमले हेरिन्थ्यो। महिलाहरूले ढ्याङ्ग्रो बोकेर हिँड्नु हैन, त्यस्तो कामहरू गर्नलाई चाहिँ नराम्रो। अब महिला भनेको भान्सामा मात्रै सीमित हुने भन्ने चाहिँ त्यति बेला पनि त्यो रहेछ फर्किन् हैन। अनि दिदी रिमै च्याउ मिले धेरै कुराहरू सोचिन् र त्यति बेला पे मस्या छ्या ममु, छ्या मस्या लु ममु, लु मस्या मि ममु भनेर भन्नुभयो। ती जो गाउँका मान्छेहरूले उनलाई प्रश्न उठाइन्। त्यति बेला उनले आफ्नो बाबाले सिकाएको विद्या आफ्नो भाइले पनि नसिकिसकेपछि भाइले त्यो बाबाले हस्तान्तरण गर्न खोज्दाखेरि त्यो विद्या नलिएको कारणले यदि मैले त्यो नगरेको भए त शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ नि भनेर ती मानिसहरूलाई उनले जवाफ दिन्। पे मस्या छ्या ममु, छ्या मस्या लु ममु, लु मस्या मे ममु, त्यसरी जवाफ दिन्। त्यस पछाडि उनी चाहिँ के भने नि, त्यस पछाडि उनी चाहिँ त्यो बुढी आमाको घरमा पुगिन् र आफूले राख्न दिएको नासो माग्दा बुढी आमाले 9 वर्षपछि मात्रै दिने वचन दिइन् फेरि। अनि दिदीलाई आफूलाई आपत परेको हुँदा उनले एउटा मुसाको रचना गरिन् र चोयाको बाकस भनेको यसलाई भिरी भने, भिरीलाई प्वाल पारेर त्यो चोयाको बाकसभित्र भएको मुटु कलेजोहरू निकालेर ल्याउन लगाइन्। जसरी भनेको थियो उसै गरी नै भाइको मुटु कलेजोहरू मुसाले ल्यायो। त्यो मुटु कलेजोहरू अलिअलि काटेर घरको दलिनमा राखिन्। बाँकी मुटु कलेजो लिएर आफ्नो भाइलाई गाडेको ठाउँमा ती दिदी पुगिन् है। यो रमाइलो मिथ छ, अचम्म लाग्ने पनि। यो सृष्टिकालको कुरा जस्तै भाइको मृत शरीरलाई खाल्टोबाट झिकी मुटुको ठाउँमा मुटु, कलेजोको ठाउँमा कलेजो, फोक्सोको ठाउँमा फोक्सो, हड्डीको ठाउँमा हड्डी, मासुको ठाउँमा मासु, श्वासको ठाउँमा श्वास, सबै आफ्नो ठाउँमा राखेर ती दिदीले जोडिन्। त्यसपछि आफ्नो बुबाले सिकाउनु भएको गुरुहरूले रचेको औषधिहरूको सम्झना उनले गरिन् हैन। किनकि त्यो जडीबुटीहरू कुन कुन दिशामा छ भनेर उनको बुवाले पहिले भनेको थियो नि त बाबाले, अपपोर्लो भएपछिले उहाँले त्यो अनि सम्झिनु भयो र अनि त्यो शक्ति प्रयोग गरेर त्यो गुरुहरूले रचेको औषधि ल्याउनु भयो। उक्त औषधि भाइको नाक मुखमा सुगाइदिन्। तत्पश्चात भाइ म्युब्यु च्यो लेग्रोती निन्द्राबाट बिउझ्याझै उठे। दिदीले भाइलाई बुवा अपपोर्लु पछिको वेद विधि सबै अध्ययन गराइदिन् र बुबाको सारा सार सामानहरू उनले आफ्नो भाइलाई बुझाइदिन्। भाइले उक्त केही बुटी पानी पँधेराको शिरमा लगी रोपे। त्यसपछि दिदीले भाइलाई घर बनाइदेऊ भन्ने आग्रह गरे। दिदीको आग्रह अनुसार घर बनाउने केही चिजहरू थिएन। केही नपाएपछि दिदीले भाइसँग सोध्न पर्यो भने माथि फर्केर हेर्दा भाइको मुटु कलेजो देखिन्। त्यही मुटु कलेजोहरू निकाली तरकारी पकाउँछु भने आफ्नो ज्ञान शक्तिको प्रयोग गर्दा भाइ मुब्यु च्यो लेग्रोतीको मुटु कलेजो निकाली तरकारी पकाएको हुनाले यता दिदीले त्यो मुटु कलेजो काटकुट गरी पकाउँदा चाहिँ उता त्यो भाइको चाहिँ के भयो, मुटु चाहिँ दुख्न थाल्यो। भाइले आफ्नो मुटु दुखेको कुरा दिदीलाई अवगत गराएपछि भोक लागेको बेलामा मुटु दुख्छ, खाना आऊ, खाना खाएपछि सन्चो हुन्छ भनी दिदीले भनिन्। भाइ र दिदीले खाना खाए। साँच्चीकै खाना खाएपछि भाइको मुटु दुखेको सन्चो भयो। अब लेखकले अन्तिम अनुच्छेदमा लेख्नु भएको छ, एकदम इन्ट्रेस्टिङ छ यो चाहिँ। दिदीले घरको धन्दा गर्ने, खेतीपाती गर्ने, कपडा बुन्ने आदि गरी बस्नुभयो। त्यस पछाडि चाहिँ है भाइलाई त्यो दिएपछि भाइ यजमानको दुःख बिमार भए औषधि पानी गरेर सन्चो गराउने, ग्रह दशा हेरेर ग्रह काट्ने, ग्रह शान्ति, गाउँघरमा मोकु चैकु ठिकु थाकु रिकु अर्थात् भूत प्रेत छेतभेद जोरी बैरी इत्यादिले दुःख बिमार भएमा रोग अनुसार सम्पूर्णलाई सन्चो गराएर हिँड्ने काम गरे।
त्यसपछि त्यो जडीबुटी पहिरोले लगेर खत्तम बनायो रे भनेर चाहिँ तमुको पेय वा शास्त्रमा उल्लेख छ। त्यो बुटी पहिरोले नलगेको भए अहिले पनि मरेको मानिसलाई बचाउन सकिन्थ्यो भन्ने मान्यता रहिआएको छ। अर्को कुरा, पच्युहरूले किन महिलाको पोसाक लगाएको होला भनेर प्रश्न पनि आउँछ। त्यो रिमैच्यो सैप्रोल मी दिदी पच्यु भएको कारण, उनले त पच्युकै काम गरे नि त बाबाको मृत्युपछि, कारण हाम्रो पच्युहरूले रिमैच्यो सैप्रोल मीलाई गुरु मान्छन् आफ्नै दिदीलाई। त्यस कारण पच्युहरूले प्रो वा घलेक लगाएर रीको पोसाक गरेको हो। री भनेको केटी मान्छेको, महिलाले लगाउने पोसाक वा गरेको हो भनेर लेखकले यो शीर्षकलाई टुङ्ग्याउनु भएको छ। अब रिमैच्यो सैप्रोल अर्थात् सैप्रोल गुरुङहरूको पहिलो पच्यु को रहेछ त भन्दाखेरि महिला, हैन। पहिलो विद्या कसलाई दिनुभएको छ बुवाले? महिलालाई, छोरीलाई। त्यो छोरीबाट, त्यो दिदीबाट भाइहरूले विद्या ग्रहण गरेको कारणले आज पनि तमु जातिका पुरोहित पच्यु गुरुहरूले चाहिँ के लगाउनुहुन्छ त? घलेक वा प्रो लगाउनुहुन्छ त्यो दिदीको सम्मानमा, किनकि दिदीले विद्या दिएको कारणले, हैन। यसकारण आजको यो बसाइमा तपाईलाई यो मिथ सुनेर कस्तो लाग्यो? विभिन्न भेग क्षेत्र अनुसार फरक पनि हुन सक्छन्। अब हामी पछि मोसी छोइमा के छ त्यो कुरा अझै जोडेर पनि ल्याउने छु अर्को बसाइमा। आजको बसाइबाट म गौरी तमु पनि बिदा हुन्छु। तपाईहरूलाई छुइताको यो श्रृङ्खला कस्तो लागिरहेको छ? तपाईका केही कमेन्टहरू छन् भने कमेन्ट पनि गर्दै गर्नुहोला। आजको बसाइबाट बिदा हुन्छु। नमस्कार, छ्याजलो।